नमस्ते सबैजनालाई। नेपालीहरूको महान चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू, बाहिर बस्ने, नेपालमा बस्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ विजया दशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। म सुजना आचार्य, हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। बिहे पछिको चाहिँ मेरो हस्बेन्डसँगको चाहिँ मेरो फर्स्ट दसैँ हो, किनभने बिहे पछिको दसैँ चाहिँ मैले हस्बेन्डसँग मनाउन पाएको थिइनँ। हस्बेन्ड चाहिँ बाहिर हुनुहुन्थ्यो, सो यो वर्ष चाहिँ हामी सँगै मनाउँदैछौँ। त्यही भएर चाहिँ मेरो यो दसैँ चाहिँ एकदम स्पेसल रहेको छ। सो म अहिले भ्लग बनाइरहेको छु, मेमोरी पछिसम्म मेमोरी होस् भनेरको लागि चाहिँ। सो हस्बेन्ड चाहिँ नुहाउँदै हुनुहुन्छ, म चाहिँ रेडी भएर होइन चिक्क परेर बसिरहेको छु। सो अहिले जापानमा चाहिँ 11:33 भइसक्यो, हामीले चाहिँ टिका लगाएको छैन। जापानको टिकाको साइड चाहिँ गइसकेको छ किन भन्दाखेरि मेरो हस्बेन्डले चाहिँ एकदम ढिलो गरिरहनु भएको छ, त्यही भएर चाहिँ ढिला भइरहेको छौँ हामी चाहिँ। तर पनि हामी टिका लगाउँछौँ, रमाइलो गर्छौँ। ब्लग हेरेर इन्जोय गरिदिनु होला। दाइजु आइदिने पो हो। उहाँ चाहिँ आजको भन्छ न मास्टर शेफ। हजुरको इन्ट्रोडक्सन दिन्छ त हजुरको। नमस्ते, मेरो नाम बाटुली। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। टेस्ट गरौँ त, के टेस्ट गर्छौ? कस्तो छ त? ह्याप्पी दसैँ। कस्तो नि भन्छ हौ। अब चाहिँ हामी बाहिर फोटोसोटो खिच्न जाँदैछौँ। हामी चाहिँ यहाँ टिकासिका लगाएर अनि खाना खाएर चाहिँ एकछिन बस्यौँ, रमाइलो गऱ्यौँ। अब चाहिँ बाहिर फोटोहरू खिच्ने अनि बाहिरतिर यसो इन्जोय गर्ने भनेर जाँदैछौँ। सो हेर्दै गर्नु होला। अनि हामीसँग दुईजना हाम्रो मेरो हस्बेन्डको साथीहरू पनि हुनुहुन्छ, अनि हामी चारजना चाहिँ जान लागेको छौँ। अनि हजुरलाई कतिको घर मिस भइरहेछ त? मलाई त छैन, मलाई त यहीँ बाहिर अब यस्तै हो, तिमी आयौ अलि यता आइज न, अलि यता आइज न। त्यही भएर म खुसी छु अहिले। सजिलो त भइहाल्छ कि, तर त्यस्तो बढी पनि छैन, बानी परिसक्यो। मलाई चाहिँ अलिअलि चाहिँ मिस भइरहेको छ घरमा चाहिँ। ल म कहिले रोएको चाहिँ छैन गाइज। म हस्बेन्डसँग मनाउनको लागि एकदम खुसी पनि छु होइन। हामी दुईजनाको चाहिँ फर्स्ट दसैँ हो नि त। योभन्दा अगाडि चाहिँ फ्यामिलीसँग मनाएको थिएँ, हस्बेन्डसँग मनाउन पाएको थिएन। सो हस्बेन्डसँग मनाउनु पाएको भएर एकदम खुसी पनि छु, तर घर अलिअलि चाहिँ 50% चाहिँ घर मिस गरिरहेको छु होला म चाहिँ। ल अब त्यही भन्दै अब चाहिँ हामी बाहिर निस्किन्छौँ। हजुरहरू हेर्दै गर्नु होला, इन्जोय गर्नु होला भ्लग हेरेर। बोर चाहिँ नमान्नु होला। कस्तो भयो भ्लग, मलाई कस्तो लागिरह। के दुई शब्द जाओ। सम्पूर्णलाई आज परेको दसैँ विजया दशमीको शुभकामना। धन्यवाद। सधैँ सुखी हुनु होला, आफ्नो ख्याल राख्नु होला। आगामी दिनहरूको लागि शुभकामना। जय नेपाल। वाह, हजुर के भन्न चाहनुहुन्छ? ह्याप्पी दसैँ। अरू स्विट एन्ड स्विट, स्विट एन्ड स्विट रे, हट एन्ड स्विट। यति हो अहिलेको लागि। बाँच्नु होला, बाँच्नु ठुलो कुरा हो। दुई शब्द जाओ। दुई शब्द, माइक समातेर जाओ। दुई शब्द। धन्यवाद। उतारी दुई शब्द जाओस् सर। के छ? दुई शब्द। दुई शब्द। के छ? दुई शब्द।
भाइको हेलो हेलो एकदमै सबै आज चाहिँ ह्याप्पी दसैँ सबैजनालाई मलाई पनि ह्याप्पी दसैँ अनि आज चाहिँ हामी चाहिँ बाहिर घुम्न गइरहेको छौँ होइन बाइक चाहिँ मलाई मन पर्यो होइन हल्का रहेछ है यो चाहिँ यसरी खोल्ने हो हाम्रो गेटको चाहिँ अब यसो यो इन्डो हो होइन ऊ त्यहाँ छ तर त्यहाँबाट तल झर्ने हो जापानमा अर्को एउटा के सिस्टम छ होइन हामी चाहिँ यो फ्लोरलाई के भन्छ होइन फ्लोर नै भन्छ होइन उनीहरूले चाहिँ इखाइ भन्छन् भनेपछि फर्स्ट के अरे फर्स्ट फ्लोर रे हामी ग्राउन्ड फ्लोर भन्छौँ उनीहरूले फर्स्ट फ्लोर भन्छन् एउटा यो डिफ्रेन्स छ हाम्रो रुम चाहिँ ऊ त्यहाँ छ ऊ त्यहाँ थियो त्यहाँबाट झरेर अब पार्कतिर जान लागेको अलि मजाले नाच्यो वर्ष के अरे त्यो दसैँ तिहार चाड र बार खुसीले सारा भर्यो नि संसार एसिस्टेन्टको रूपमा अब सबैलाई गाइड गर्दै हिँडिरहेछु तर मलाई मच्छरले लास्टेट हुँदै मलाई त अब दसैँ भनेपछि अब अस्तिबाटै मलाई त 1 महिनाबाट अब त्यो फिल्म मैले अहिलेसम्म लिइरहेको छु अब 1 महिनासम्म नि मलाई अब 15 दिनसम्म दसैँ नै लाग्छ त्यसपछि तिहार लाग्छ हेलो गाइज एकछिन कस्तो छिटो हिँडेको भ्लग बनाउँदै हिँड मलाई हामी चाहिँ फोटोहरू खिचेर बल्ल फोटोसोटो खिचिसकेर अलिकति रमाइलो भइरहेको छ बेलुका भइसक्यो यहाँ चाहिँ अनि लाइटहरू पनि बलिरहेको छ पछाडि हजुरहरूले देख्न सक्नुहुन्छ पछाडि लाइट बलिसक्यो बेलुका भइसक्यो अब चाहिँ हामी डुब जान्छ होला कता जान्छौँ अब हामी कहाँ जान लाग्यो अरे कहाँ जान लाग्यो बेबी टप अफ द वर्ल्ड टप अफ द वर्ल्ड रे खुब टप अफ द वर्ल्ड ओ हिरोहरू बिजी पार्क अब चाहिँ हामी एकछिन त्यहाँ बस्छौँ यस्तो राम्रो फुल हो यहाँ म त यो ठाउँमा त आएको थिइनँ त यहाँ लिएर आइसक्यो थियो र मलाई त्यो कहाँबाट गर्नु त त्यो ए हामी यस्तो घुमेर आएछौँ नि त घुमेर आएछौँ अनि त्यही भएर नदेखेको हौ कहाँ बस्नु त खोइ त कुर्ती सुर्ती छैन त त्यो त छैन होला पैसा धेरै कमाएस् जोगाएस् के हो टाँसिन्न त कपाल त्यो कपालले कि कपाल पल्चाइन्छ र धेरै केटी भनेर नहेरिस्यो एउटै केटी मात्रै हेरिस्यो सो गाइज हामी चाहिँ पार्कबाट घर आइसक्यौँ अनि साजन चाहिँ आएर अब खानासाना खाँदै होइसिन्छ टिका लगाइसक्यौँ हामीले चाहिँ टिका लगाएर अब खाना खाँदै होइसिन्छ अनि नारायण सान चाहिँ त्यहाँ मोबाइलमा व्यस्त होइसिन्छ म पनि खाँदै थिएँ गाइज अब उठेर यता भ्लगिङ गर्ने भनेर बोलाएर ल्याएँ अब म चाहिँ त्यही भएर आएँ ल ठिक छ यस्तो त हुँदैन है जे पाए त्यही भएर मिल्दैन नि फेरि भ्लगमा किन मिल्दैन अब भ्लग भनेको त्यही अब आफूलाई जे मन लाग्यो त्यही बोल्ने कुरा हो सो अब कस्तो लाग्यो हजुरहरूलाई भ्लग कमेन्ट गरिदिनु होला नराम्रो छ मलाई थाहा छ तै पनि अब यसो मिलाएर हेरिदिनु होला आज चाहिँ भ्लग बनाउनुको रिजन चाहिँ मैले अगाडि नै भनिसकेँ हाम्रो फर्स्ट दसैँ होइन त हाम्रो फर्स्ट दसैँ थियो त्यही भएर बनाएको हो ह्याप्पी दसैँ अहिले हामी यति भन्दै अब यही भ्लगिङ गर्छौँ थ्याङ्क यू सो मच फर वाचिङ कमेन्ट गरिदिनु होला लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई